हामी चाहिँ चौरानी गरी आइपुग्यौँ तर अलिक माथि पुगेको छैन। यो चाहिँ आधी बाटो हो। हेलो भन नै हेलो भन। हामी चाहिँ हाइकिङमा हिँडेको होइन। आज राम्रो मौसम छ, मौसमले साथ दिइरहेको छ। हामी चाहिँ हिँडि नै राखेको छौँ आफ्नो स्थानतिर। वहाँ माथि भेटौँ ल। म चौरानी गढीमा चाहिँ जाँदैछु उकालो चढेर होइन। यता उता हिँडिराख्नु भएको छ। कति हिँडेर थाकियो त्यत्रो उकालो हिँड्दा हिँड्नु। लगभग यहाँनिर चौरानी गढी आइसक्यौँ। अहिले चाहिँ हामी जोडी बर पिपलमा छौँ। यहाँ चाहिँ फोटोहरू भिडियोहरू बनाइरहेको छौँ। यहाँ चाहिँ फोटो खिचिदिने मान्छे छ, यता चाहिँ फोटो खिच्ने पालो पर्खिराख्नु भएको छ। अहिले ढुस्से लागेर कति रमाइलो भइरहेको छ। वाउ ढुस्से लागेको हेर्नुहोस् त कस्तो रमाइलो भइरहेको छ। पोज हेर्नु कस्तो पोजहरू ढुस्से लागेको केही देखाएको सकेर पालो सकेर रमाउँदैछ। जुन केटी चक्कपत्ती बाल्देऊ कस्तो राम्रो उयो भइरहेको छ क्या आज नि भ्यू हेर। लडा म त के पनि जान्दिनँ। बसेको लु भयो। रमाइलो भइरहेको थियो अनि यहाँ मैले सेल्फी हानेको। अनि त्यसपछि हामीले 3 जनाको खिच्यौँ, भाउजू बहिनी। अनि यहाँ चाहिँ 2 जना भाउजू हुनुहुन्छ। अनि यहाँ चाहिँ म चस्मा ढल्काएर खिचेँ। अनि यहाँ भाउजूसँग बसेको खिच्यौँ। अनि त्यसपछि हामी धेरै रमाइलो भइरहेको थियो। सिमहरू पनि राम्रो भइरहेको थियो क्या। अनि त्यसपछि अब टिकटक बनाउन त बनाएको त गीतै नआइरहेको नि आफ्नै तालमा गीत गाउँदै नाच्दै रमाइलो गरि नै राख्थ्यौँ। यत्तिकै पनि हामीले कालिँदै रमाइलो भइरहेको थियो क्या। यति रमाइलो भइरहेको थियो। हेलो गाइस, हामी त लगभग चौरानी गढी आइपुगिसक्यौँ होइन। ए हेर्नुहोस् कस्तो राम्रो दिन छ आज। मौसमहरू बल्ल बल्ल आइपुग्यौँ। सो वाउ भ्यूहरू हेर्न सक्नुहुन्छ हजुरहरूले। बल्ल हाम्रो गन्तव्यसम्म आइपुग्यौँ नि। हजुरहरूलाई देखाउँछु ल कस्तो भ्यूहरू छ भनेर। हो आई होप आउने बित्तिकै फोटो खिच्नु पर्यो अरे। यता चाहिँ कस्तो राम्रो हजुरहरूलाई चाहिँ हामी देखाउनेछौँ यहाँको भ्यूहरू है। यतिमै अहिले कति तिमीहरू मात्रै खिच्छौ, मेरो पनि बनाइदेऊ न भिडियो ढुङ्गा मिलाएको भन्दा मैले पनि भिडियो बनाइदिइहालेँ होइन। त्यसपछि रमाइलो भइरहेको थियो क्या। अनि त्यसपछि यता हेर्नुहोस् त केही देखाएको छैन क्या। आम्मामा यस्तो रमाइलो भइरहेको थियो कि। हेलो होइन हामी चाहिँ अब भोक लागेर खाजा खान लागेको छौँ। उता खाजाहरू निकाल्नु हुँदैछ हो। के खाजाहरू छ। कस्तो राम्रो मौसम छ यहाँ आज। अमिका हेर न नानला सुताउनु लागेको पानी परेर नि अब हामी खाजा खाने ल। हामी चाहिँ अब खाजा खान गइरहेको छौँ। खाजाहरू चाहिँ यहाँ रहेको छ होइन। यस्तै पास्ता अनि यहाँ अमिलो कुरकुरे, यहाँनिर चिज बल कुरकुरे, अनि यो रेड बुल डिउ पानी। अब हामी खाजा खाने ल। धेरै नै त्यो खाजाहरू यो देख्न सक्नुहुन्छ तपाईँहरू। खाजा खानुभन्दा अगाडि हामीले सेल्फी हानी यो डुब्ली हो क्या। डुब्ली परेछ होइन। कस्तो अमिलो अमिलो मैले चाहिँ अनि चिज बल कुरकुरे खाएर रमाउँदै भाउजूहरू पनि खानुहुँदै
हामीले भिडियो बनायौँ, टिकटक बनायौँ, नआइ भए पनि हामीले चाहिँ यतिको चाहिँ जानेकै हो होइन। यतिको चाहिँ आएकै हो। यहाँ बुनुले सिकाएको यति पनि हामीलाई त केही आउँथेन नाच्न। एउटा बुनु चाहिँ आउँछ, उसलाई चाहिँ मजाले नाच्छ। अनि यहाँनिर 3जनाको फोटो खिच्यौँ। अनि मेरो सिङ्गलको पनि खिचेँ फोटो। अनि हामी चाहिँ फोटो खिच्दै नै गरेर खिचि नै रहेको थियौँ। रमाइलो भइरहेको थियो क्या, कति रमाइलो। हेलो गाइस, अब हामी चाहिँ घरतिर लाग्यौँ है त। सबैजनालाई बाई। ऐना पनि छ। अब हामी चाहिँ घर फर्केको ल। सबैलाई बाई गरिदेऊ। हामी चाहिँ अब बाटो लाग्यौँ। बाटो लागेको नि देखाउँला, बाटोतिर हिँड्दै गरेको है त। अहिलेलाई बाई। हामी चाहिँ फर्किँदै गरेको यो चाहिँ हो। हेर्नुहोस् न, केही देखेको छैन क्या। कस्तो क्या, एकछिनमा घाम लाग्छ, एकछिनमा हुस्से लाग्छ, हेर्नुहोस् न। अनि हामी चाहिँ फर्किँदै गरेको यो गेटमा खिच्यौँ। अनि त्यसपछि हामी हेलो गाइस, फेरि पनि आएँ होइन। अब चाहिँ हामी फर्केको होइन। यहाँनिर चोरली गाडी लेखेको ठाउँमा आइपुग्यौँ। अब हामी चाहिँ यताबाट घर जाने। हाम्रो साथी चाहिँ उमासतिरबाट आउँदैछ। अनि हामी चाहिँ यहाँनिर पर्खिरहेको छौँ। यति उयो हो के, मेन रोड हो क्या यो चाहिँ, चौरनी गरी लेखेको। अनि यहाँ फोटो खिच्यौँ बुनु र म चाहिँ। भाउजूहरू चाहिँ आउनुभएको थिएन क्या, चिसो किनेर। रमाइलो गर्दै नि हामी बाटो लाग्यौँ, गीत बजाउँदै 3जना नाच्दै बाटो लाग्यौँ। यस्तो ओह्रालोमा पनि हामीलाई के नाच्नु मन लागेको नि, रमाइलो गर्नु त हो होइन। लडे पनि जे भए पनि रमाइलो गर्नु हो। अनि नाच्दै उफ्रिँदै नै हिँडिरहेको थियौँ कि हामी चाहिँ भाउजूहरूसँग। बुनु चाहिँ भिडियो उयो गरिदिइरहेको थियो क्या। अब चाहिँ हामी घर फर्केको चौरनी गढीदेखि होइन। अब ओह्रालो लाग्दैछौँ, उकालो सकिएर होइन। यता बाटो यत्रो बाटो काटेर आइसक्यौँ। अब हामी जाँदैछौँ, साथीहरू जाँदैछ। अब हामी लगभग आधीमा आइसक्यौँ होला होइन। गीत बजाउँदै रमाइलो गर्दै हामी बाटो लाग्छौँ। हामी ओह्रालो झर्दैछौँ, टुङ 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 ओह्रालो झर्दैछौँ हामी। अब हामी फेरि मेन रोड पुग्यौँ। हामी चाहिँ लगभग होइन आधी आइसक्यौँ होला नि, आधी बाटो। यतै जङ्गलको बिचमा भोक लागेर क्या रेस्ट गरेर खाँदैछौँ। आधी बाटो पुग्यौँ जङ्गल बिचमा। त्यही पनि हामीले टिकटक बनाउनु छोडेको छैन। भाउजू र म चाहिँ टिकटक नै बनाइरहेको थियौँ। खाजा खाइवरी हामी चाहिँ होइन, जहाँ गए पनि टिकटक फोटो चाहिँ नछोड्ने क्या। हामी चाहिँ खिचिने बनाइहाल्छौँ क्या भिडियोहरू होइन, यस्तै हो। अनि यो फर्किँदै गरेको जङ्गलको बिचमा फोटोहरू पनि खिच्यौँ हामी। रमाइलो गर्दै नै आउँदै थियौँ हामी। हेलो गाइस, हामी चाहिँ अब घर आइपुगिसक्यौँ होइन। यत्रो घुमेर हाम्रो 2जना साथीहरू चाहिँ उता जानुभयो उसको घर। हामी चाहिँ यता आयौँ 2जना चाहिँ, भाउजू र म चाहिँ। अब हामी घर आइसक्यो, रमाइलो लाग्यो। बाई बाई, फेरि भेटौँला।